पूज्य आचार्य श्री महाराजको कोमल चरणमा कोटि कोटि नमन। सम्पूर्ण दिव्य आत्माप्रति नमन। म सल्यानदेखि शारदा थापा। हामी यस शिविरमा चाहिँ सल्यानबाट चाहिँ 10 जना सहभागी यहाँ आएका छौँ। हाम्रो जिल्लामा चाहिँ 7 वटा गाउँपालिका र 3 वटा नगरपालिका गरेर 10 वटा चाहिँ पालिका रहेको छ। त्यसै गरेर सल्यान जिल्लामा चाहिँ साधना केन्द्रहरू चाहिँ 8 वटा चलिरहेको छ। ती 8 वटा साधना केन्द्रहरू चाहिँ संयुक्त रूपमा छ महिला र पुरुषको। त्यसै गरी सल्यानमा 2 वटा चाहिँ योग शिविर पनि सञ्चालन भएको छ। त्यसै सल्यानमा चाहिँ महिला समिति चाहिँ निष्क्रिय अवस्थामा रहेको छ। महिला समिति चाहिँ निष्क्रिय अवस्थामा रहेको कारणले गर्दाखेरि योग शिक्षकहरू चाहिँ कति उत्पादन हुनुभएको छ भन्ने कुरा चाहिँ हामीलाई यकिन थाहा छैन, किनभने हामी यहाँ 10 जना सहभागी छौँ, जम्मै सबै नयाँ रहेका छौँ। त्यसै गरी अबको हाम्रो लक्ष्य चाहिँ सल्यान जिल्लामा गएर अबको हाम्रो लक्ष्य चाहिँ जिल्लामा भएको महिला योग समितिलाई चाहिँ पूर्णता दिने रहेको छ। त्यसै गरेर योग साधना केन्द्रलाई चाहिँ अहिले 8 वटा चलिरहेको छ भने 10 वटा बनाउने लक्ष्य रहेको छ भने सम्पूर्ण पालिकाहरूमा चाहिँ महिला योग समिति चाहिँ गठन गर्ने लक्ष्य रहेको छ। हवस् त। ओम गुरुभ्यो नमः। ताली तो बजा दो इनको लागि। बसो बाबू। परम श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य श्री महाराज जी को चरण कमलमा कोटि कोटि ओम नमन प्रणाम। सम्पूर्ण दिव्य आत्माहरूप्रति ओम नमन। हाम्रो यो कर्णाली प्रदेश रुकुम पश्चिम जिल्लाको प्रतिनिधित्व गरेर म यहाँसम्म आइपुगेको छु। म नारायणी खड्का र मैले रुकुम जिल्लाबाट 6 जना हाम्रा योग प्रशिक्षण शिविरमा सहभागी गराएको छु र हाम्रो जिल्लामा हालसम्म 6 वटा स्थानीय तह छन्। त्यसमा कुनै पनि स्थानीय तहमा महिला पतञ्जलि योग समितिको गठन भएको छैन र योभन्दा 81 असोज महिनामा हाम्रो मुसिकोट नगरपालिकाको आयोजना र यो पतञ्जलि योग समिति नेपालको आयोजनामा 7 दिने र 15 दिने योग शिविर सञ्चालन भएको थियो। त्यसमा चाहिँ हाम्रो 10 जना योग शिक्षकहरूको निर्माण गरेका छौँ र स्वयं म पनि आफै योग शिक्षक लिएको थिएँ त्यसमा। र हाल चाहिँ यो हामीलाई योग शिविर सञ्चालन र योग साधना केन्द्र सञ्चालन गर्नको लागि हाम्रो एउटा 8 नगरपालिकाको गोतामकोटमा योग साधना केन्द्र स्थापना भएको छ भन्ने मैले सुनेको छु। तर योग साधना डिलराज केसी सरले गरिराख्नु भएको छ र हाम्रो यो मुसिकोट नगरपालिकामा चाहिँ योग साधना केन्द्र सञ्चालन गर्नको लागि ठाउँ व्यवस्थापन अलि अभाव भएकोले हामीले हालसम्म सङ्गठन महिला पतञ्जलि योग समिति सङ्गठनको गठन नभए पनि सञ्चालन गर्ने हामीले उद्देश्य राखेका थियौँ। त्यसमा हाम्रो स्थानको अभावको कारणले हामीले योग सञ्चालन गर्न सकिरहेका छैनौँ र यो स्थान व्यवस्थापनको लागि यो योग पतञ्जलि समिति नेपालबाट केही आर्थिक सहयोग होस् भन्ने म कामना गर्न चाहन्छु। र अब हामी यो समिति महिला पतञ्जलि योग समिति नेपाल मुख्य योग शिविर शिक्षण प्रशिक्षण शिविरबाट फर्किसकेपछि हामीले हाम्रो जिल्लामा रहेका 6 वटा स्थानीय तहमा नै महिला पतञ्जलि योग समितिको गठन गर्नेछौँ र हामी यो सङ्गठनलाई निरन्तर विस्तार गरी निरन्तर हाम्रो सङ्गठनमा लाग्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र अरू हाम्रो जिल्लामा केही पनि नभएको कारणले हाम्रो सङ्गठन विस्तारका लागि यहाँबाट केही सहयोग होस् भन्ने कामना गर्न चाहन्छु। र ओम सबैमा प्रणाम। ओम योग ऋषि परम पूज्य कृपालु जी महाराज, परम पूज्य श्रद्धेय आचार्य श्री महाराज, श्रद्धेय पूज्य साधवीजी लगायत सम्पूर्ण साधक साधिकाजीहरूमा ओमको नमन गर्न चाहन्छु। म कर्णाली प्रदेश अन्तर्गतको जिल्ला जाजरकोटबाट र मेरो पालिका सङ्ख्या 7 वटा र जसमध्ये हाम्रो पूज्य साधवीजी लगायतको उपस्थितिमा हामीले एउटा मात्र साधना केन्द्र सञ्चालन गरिरहेका छौँ। त्यो साधना केन्द्र पनि संयुक्त सञ्चालन भइरहेको छ। भूकम्पीय क्षति र भौगोलिक विकटताका कारण नै हो त्यो पनि, किनभने हामीले अब दोस्रो तेस्रो सञ्चालन गर्न सकेका छैनौँ ठाउँको परिस्थितिका कारण। र हामीले गरेको गतिविधिहरूमा जिल्ला आयुर्वेदिक कार्यालयसँग समन्वय गरी कारागार र जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई
फलफुल र औषधि वितरण गऱ्यौँ र सङ्कल्प बाँकी हामीले लक्ष्य लिएका छौँ कि बाँकी 7वटा हाम्रा पालिकाहरूमध्ये 6वटा पालिकाहरूमा हामी योग साधना केन्द्र विस्तार गर्ने लक्ष्य लिएका छौँ। ओम गुरुभ्यो नमः। ओम श्री गुरुभ्यो नमः। परम श्रद्धेय श्री आचार्यज्यूको चरण कमलमा कोटि कोटि नमन। म डोल्पा जिल्लाको तर्फबाट म भिरकुटी साई लगायत मेरो 7जनाको कमिटी यहाँ उपस्थित भइरहेका छौँ र सम्पूर्ण डोल्पा जिल्लाको वासीको तर्फबाट आचार्यज्यूको डोल्पा जिल्लामा चरण कमलमा हामीले दर्शन गर्न पाउँछौँ भन्ने आशाका साथ पालिका 2टा नगरपालिका डोल्पा जिल्लामा र 7वटा गाउँपालिका त्यसमा सम्पूर्णमा गठन भइरहेछ। 3 चोटि हाम्रो पूज्य साधवीजी देवकृपाजी गरेर ठुलो विशाल शिविर लगाउनु भएको छ। त्यसपछि अब हाम्रो पूज्य साधवीजी हामी पनि डोल्पा जिल्लामा गएर हाम्रो 8वटा पालिकामा साथ दिनुहुन्छ भन्ने पूर्ण आशका साथ म यहीँ विसर्जन गर्न चाहन्छु। मैले डोल्पा जिल्लाबाट मैले पूज्यज्यूलाई मैले भुत्केस पनि ल्याएको थिएँ 3 दिनको बाटो गरेर, ताजा भुत्केस। हजुरले बिर्सनु भयो होला, मैले बिर्सिएको छैन त्यो जमानामा। ठीक। अनि अहिले मैले यार्चा ल्याएर आज दिनु। परम पूज्य योग ऋषि महाराज आचार्य श्री महाराजको चरणमा ओमको नमन। सृजना केसी दैलेख जिल्ला कर्णाली प्रदेश सदस्य। योग क्लास 4वटा सञ्चालन भएका छन् र त्यसमा 2टा संयुक्त र 2टा महिला तर्फबाट क्लास चलिरहेको छ र सहशिक्षक 53जना भइसक्नु भएको छ र नगरपालिका 4वटा, गाउँपालिका 5वटा छ र 2081 सालको कार्यविवरण परम पूज्य योग ऋषि महाराजको जन्मदिनको अवसरमा सरस्वती वृद्धाश्रममा योग क्लास गर्नुको साथै हवन कार्य गरिएको छ र गुरु पूर्णिमा र भानु जयन्ती पनि भव्य रूपले मनाइएको छ र आचार्य श्री महाराजको जन्मदिनको साप्ताहिक गायत्री जप हवन साथै जडीबुटी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम हामीले सरस्वती वृद्धाश्रममा नै गरेका छौँ र माघ 1 गते अन्तर्राष्ट्रिय योग दिवसमा माननीय अमरबहादुर थापाजीको नेतृत्वमा सम्पन्न भएको छ र कारागार कैदीहरूलाई योग क्लास सञ्चालन गरिरहेका छौँ र अहिले हालसालै जिल्ला हस्पिटलमा पनि योगको क्लास सञ्चालन भइरहेको छ र गुरु पूर्णिमा, तीज जस्ता अन्य कार्यक्रमहरूले पनि हामीले गरिरहेका छौँ र आगामी कार्यक्रमहरूमा विद्यालयहरूमा योग क्लास सञ्चालन गर्ने, सहशिक्षक तयार गर्ने र नयाँ क्लास सञ्चालन गर्ने अटोट गरेका छौँ। ओम। परम सत्तालाई नमन गर्दै परम पूज्य स्वामी महाराज र आचार्य श्री महाराजको चरणमा कोटि कोटि नमन गर्दै म कर्णाली प्रदेश सुर्खेत जिल्लाबाट गीता ओली। हाम्रो कर्णाली प्रदेशको सुर्खेत जिल्लामा 5वटा नगरपालिका छ, 4वटा गाउँपालिका रहेको छ। 5वटा नगरपालिकामा 3टा नगरपालिका गठन भइरहेको छ, 2टा नगरपालिका गठन बाँकी छ। 4वटा गापामा एउटामा भइसकेको छ, 3वटा गर्न बाँकी छ, जसमा हाम्रो साधना केन्द्र रहेको छ 13वटा साधना केन्द्रमा 10वटा संयुक्त चलेको छ भने 3वटा महिलाको चलिरहेको छ। सुर्खेत जिल्लामा योग शिविरहरू 16वटा भयो। 16वटा मध्ये 2टा चाहिँ एकदमै हाम्रो पूज्य साधवीजीले भव्य विरत शिविर गर्नुभएको अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा। त्यसमा हामीले सुर्खेत जिल्लामा भएका सबै स्कुलको बच्चाहरूलाई हाजिर जवाब प्रतियोगिता गराएर पुरस्कार वितरण गरेका थियौँ। त्यसै गरी हामीले गुरु पूर्णिमा मनाएका थियौँ। गुरु पूर्णिमा र आचार्य श्री महाराजको शुभ जन्मोत्सवमा आवासीय शिविर काठमाडौँमा भएको गायत्री हवनमा हामी महिला समितिबाट 8 जनाको सहभागिता थियो। त्यसै गरी कर्णाली प्रदेशको स्थापना दिवसमा पनि महिलाहरूको भव्य सहभागिता रहेको थियो। त्यसै गरी हामीले 30 विशेष कार्यक्रम पनि मनाएका थियौँ। त्यसमा मानव सेवा आश्रममा शुभकामना आदान प्रदान र मानव सेवा आश्रमलाई 1 छाक खानाको सहयोग गरेका थियौँ। त्यसै गरी
आचार्य श्री महाराजको शुभ जन्मोत्सवमा म काठमाडौँ भएकोले हामी अलि ढिलो जडीबुटी दिवस महिला स्वयंसेविकाहरूलाई एक दिने घिउकुमारी र शीतल चिनीको बारेमा एक दिने तालिम दिएका थियौँ। त्यसै गरी पतञ्जलि योग समिति र महिला पतञ्जलि योग समितिको संयुक्त आयोजनामा मानव सेवा निर्माण भवनको लागि 5 लाख रुपियाँ सहयोग गरेका थियौँ। सुत्केरी महिला र 6 महिनादेखि 13 महिनाका बच्चाहरूलाई पोषण सम्बन्धी एक दिने तालिम दिएका थियौँ। सुर्खेतमा रहेको कारागारमा भएका महिला दिदीबहिनीहरूलाई 7 दिनको योग सञ्चालन गरेका थियौँ। अनलाइनमा 55 जना योग शिक्षकहरू तयार गरेका थियौँ भने प्रत्यक्ष रूपमा 51 जना संयुक्त रूपमा योग शिक्षक तयारी गरेका थियौँ। आगामी कार्यक्रमहरू हामीले गर्न तयारी गरेका छौँ। महिला स्वयंसेविकाहरूलाई समूह योग शिक्षा प्रशिक्षण तालिम दिने, नगरपालिकामा कार्यरत स्वयंसेविका महिलाहरूलाई योग सम्बन्धी र जडीबुटी सम्बन्धी एक दिने तालिम दिने, जडीबुटी दिवसको उपलक्ष्यमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण र फलफुल वितरण गर्ने, योग शिविर वृहत योग शिविर लगाउने, विद्यालयहरूमा योग सिकाउने, सहशिक्षकको तालिम दिने अनि हामीले यो निर्णय गरेछौँ। आफ्नो प्रस्तुति गर्न पाउँदा एकदमै खुसी छु। ओम ओम श्रद्धेय श्री आचार्य श्री महाराजज्यूको चरण कमलमा कोटि कोटि नमन तथा पूज्य साध्वीज्यूहरूमा ओमको नमन, साथै उपस्थित सबैमा ओमको नमन। ओमको नमन। म मिथिला शाह, पर्सा जिल्ला वीरगञ्ज नेपालबाट 11 जना शिक्षकहरूको नेतृत्व गरी आएको छु। हाल पर्सा जिल्लामा 14वटा पालिका छ, त्यसमा एक महानगरपालिका, 7वटा नगरपालिका र 6वटा गाउँपालिका गरी जम्मा 14वटा पालिका छ। हाल पर्सा जिल्लामा संयुक्त योग साधना केन्द्र 10वटा चल्दैछ। महिला दिदीबहिनीहरूले 5वटा योग साधना केन्द्र चलाउँदै आएका छौँ। जम्मा 15वटा योग साधना केन्द्र चल्छ। यस वर्ष पर्सा जिल्लामा 5वटा बृहत योग शिविर भयो। गुरु पूर्णिमा, जडीबुटी दिवस, वनभोज कार्यक्रम, अन्तर्राष्ट्रिय योग दिवस, हरितालिका तीज र राष्ट्रिय योग दिवस हामीले मनायौँ। 2081 5 महिना 5 गतेदेखि योग शिक्षक प्रशिक्षण कार्यक्रम 42 जना नयाँ योग शिक्षकलाई तयारी गरौँ। पूज्य साध्वी देव कृपा ज्यूद्वाराबाट प्रशिक्षण दिनुभयो र 2081 9 महिना 15 गतेदेखि अनलाइन मातृयोग शक्तिबाट 12 जना महिला दिदीबहिनीलाई प्रशिक्षण दिई शिक्षक बनाइयो। 2081 11 10 गते सम्पूर्ण नयाँ शिक्षक ज्यूहरूलाई योग हवन कार्यक्रम गरी दीक्षान्त गरी कार्यक्रम गरियो र आउने दिनहरूमा हामी 14वटा पालिकाहरूमा समिति गठन गरी योगलाई प्रचार प्रसार गर्नेछौँ र साथै श्रद्धेय स्वामी ज्यू महाराजले वीरगञ्ज सवारी हुँदा मैले 105 जना टिचर बनाएर हजुरले मेरो शिरमाथि हात राखिदिनु भएकोले म आजसम्म यो ठाउँमा छु र आज पनि मलाई त्यस्तै आशीर्वाद हजुरले दिनुहोला र भन्दै हजुरलाई चरण कमलमा कोटि कोटि नमन गर्दै ओम संपूर्णमा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जी महाराज के चरण कमल में आदर वंदन नमन। मैं 15 साल से आपकी कृपा से, स्वामी जी महाराज की कृपा से मार्गदर्शन पर अनुसार मैंने अपने जीवन के मर्यादा और अनुशासित समय करने के योग में अपना जीवन बनाए हैं और जीवन का आधार है गुरुवर अपने महिला पतंजलि योग समिति धौंसा को जिला को जिम्मेवारी दिया है। मैंने उसके निष्ठा पूर्ण भाव ईमानदारी भाव से निभाए हैं। 2081 का विवरण है गुरुवर। 15वटा
5वटा महिला पतंजलि धौंसा जिला सीता माता नगरी में चल रहा है और जमा 26वटा जो पुरुष का पतंजलि है, पतंजलि योग समिति, और धौंसा जिला में जमा 18वटा गांव पालिका है, 25टा वार्डा है। इसमें 9वटा महिला पतंजलि नगर का गठन हो गया है और 25वटा योग शिक्षक के तालीम 2081-10 में भी करे हैं। हम महिला पतंजलि धौंसा के सदस्य अंतर्राष्ट्रीय योग दिवस मनाते हैं, गुरु पूर्णिमा भी मनाते हैं, तीज कार्यक्रम मनाते हैं, जड़ी बूटी दिवस मनाते हैं और योग शिक्षक का तालीम कराए हैं। हम जमा नगर में 40टा महिला का सदस्य बनाए हैं। महिला पतंजलि जिला में जमा 11टा समिति गठन किए हैं, 11 जना मिलकर काम कर रहा है। ओम स्वामी जी। ओम परम श्रद्धेय आचार्य श्री महाराजको चरणमा कोटि कोटि नमन। महिला पतंजलि योग समिति रौतहट मध्य प्रदेश, बिमला ढकाल जिल्ला महिला प्रभारी। यस जिल्लामा 16वटा नगरपालिका र 2वटा गाउँपालिका छन्। जिल्लामा जम्मा 5वटा साधना केन्द्र सञ्चालित छन्। चन्द्रनिगापुरमा 2वटा, गौरमा 2वटा र शिवनगरमा 1वटा छन्। कार्यक्रमहरू चाहिँ हामीले अन्तर्राष्ट्रिय योग दिवस मनायौँ, राष्ट्रिय योग दिवस पनि मनाइयो, जडीबुटी दिवस पारेर वृक्षारोपण गरियो र वनभोज कार्यक्रम पनि गरियो र विभिन्न स्कुल तथा बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई योग कक्षा सञ्चालन पनि गर्ने गरेका छौँ। क्यान्सर पीडित पत्रकारलाई रकम उठाएर उपचारको लागि सहयोग गऱ्यौँ। अब आउने दिनहरूमा योग शिक्षकहरू उत्पादन गर्ने, अरू योग साधना केन्द्रहरू पनि बढाउने योजना छ। महिला योग साधना केन्द्र पनि स्थापना गर्न प्रयास गर्नेछौँ। ओम गुरुभ्यो नमः। ओम परम पूज्य स्वामीजी महाराज, परम पूज्य आचार्यजी महाराजको चरण कमलमा कोटि कोटि नमन। समस्त साधुजीहरूमा कोटि कोटि नमन। सम्पूर्ण माताजीहरूमा नमन। म सर्लाही जिल्लाको प्रतिनिधित्व लक्ष्मी उप्रेतीको तर्फबाट हार्दिक हार्दिक नमन। सर्लाही जिल्लाका गतिविधिहरू यस प्रकार छन्। सर्लाही जिल्लामा 11 नगरपालिका छन्, 9 गाउँपालिका छन्, जम्मा गरेर 21वटा रहेका छन्। सर्लाहीबाट हामी 11 जना प्रशिक्षक उपस्थिति भएका छौँ। सर्लाही जिल्लामा जम्मा 16वटा साधना केन्द्रहरू छन्। 1 महिला समिति साधना केन्द्र छ। शिक्षक प्रशिक्षण तालिम मलङ्गवामा 50 जना, हरियोनमा 55 जना, अनलाइन 25 जना गरेर जम्मा 130 जना शिक्षकहरूको निर्माण गरियो। बृहत शिविरहरू 4 ठाउँमा गरिएको छ। मलङ्गवा नगरपालिका, हरियोन नगरपालिका, अत्रौली नगरपालिका, भरतपुर नगरपालिका रहेको छ। अनि हाम्रो भावी योजनाहरू चाहिँ सबै नगर र गाउँपालिकाहरूमा महिला कमिटी विस्तार गर्नेछौँ। सबै नगरहरूमा बृहत शिविर चलाउँछौँ र नयाँ शिक्षकहरूको निर्माण गर्नेछौँ। किशोर किशोरीहरूलाई पनि योग र योगमा संलग्न गराउने लक्ष्य छ। रक्तदानको कार्यक्रम चलाउने योजना छ। पतञ्जलिको ब्यानरमा विभिन्न कार्यक्रमहरू जस्तै वनभोज, तीज कार्यक्रम, योग दिवस, जडीबुटी दिवस र आगामी वर्षमा 10वटा साधना केन्द्र बनाउने लक्ष्य छ। ओम गुरुभ्यो नमः। ओम गुरुभ्यो नमः। परम पूज्य स्वामीजी महाराजको सूक्ष्म उपस्थितिलाई कोटि कोटि ओमको नमन गर्दै आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री महाराजको चरण कमलमा ओमको नमन, साथै सबै पुण्य आत्माहरूमा ओमको नमन गर्दछु। मेरो नाम आशा कुमारी यादव, म मोहतोरी जिल्लाबाट प्रतिनिधित्व गर्दैछु। हाम्रो जिल्लामा 5वटा नगरपालिका र 10वटा गाउँपालिका रहेका छन्। जम्मा 15वटा स्थानीय तहहरू छन्, जसमध्ये त्यहाँ 5वटा संयुक्त रूपमा साधना केन्द्र चलिरहेका छन्। तर हाम्रो जिल्लामा अहिले महिला पतञ्जलि निष्क्रिय छन्। म 2010 मै यहाँ हरिद्वार आएर फेज 2 मा योगपीठमा तालिम लिएका थिएँ, तर धेरै दिन भइसक्यो। म अर्कै जिल्लामा कामहरू त गरिरहेको छु, तर हाम्रो जिल्ला यति निष्क्रिय भएको कारणले आज म आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दैछु र हाम्रो जिल्लामा सबै स्थानीय तहहरूमा शिविर साधना केन्द्र पनि चलाउने र सङ्गठन पनि बनाउने मेरो प्रतिबद्धता रहेको छ। ओम गुरुवे नमः। ओम बन्दो गुरु पारख को
बार बार कल जोर दया करन संशय हरा संत रूप प्रभु तोर बंदो छोर कृपा प्रभु विधान विनाशक नाम आ शरण शरण बंदो चरण सब विधि मंगल धाम आ शरण शरण बंदो चरण सब विधि मंगल धाम। ओम गुरुभ्यो नमः। परम पूज्य स्वामी जी महाराज एवं परम श्रद्धेय पूज्य आचार्य श्री महाराज को चरण कमल में सत सत नमन प्रणाम। केंद्रीय प्रभारी परम आदरणीय दीदीज्यू र यहाँ उपस्थित मंच आसीन साध्वीजीहरूमा ओम। यहाँ उपस्थित संपूर्ण योग अनुरागी दिव्यजनमा पनि ओम प्रणाम। म शान्ति चौधरी महिला प्रभारी सप्तरी जिल्ला मध्य प्रदेश। प्राप्त निर्देशनहरूलाई आत्मसात गर्दै वर्षौंदेखि गर्दै आएको कार्यहरूलाई आज हजुर समक्ष प्रस्तुत गर्न पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु। 2081 सालको कार्य विवरण यस प्रकार छन्। यस तालिममा सहभागी भएको संख्या हामी 22 जना आएका छौँ। योग साधना केन्द्रको संख्या हाम्रो जिल्लामा 24 वटा छ। महिला समितिबाट सञ्चालित साधना केन्द्रको संख्या 6 वटा छ। संयुक्त रूपमा सञ्चालित साधना केन्द्रको संख्या 3 वटा छन् र नयाँ योग प्रशिक्षक निर्माण गरेका छौँ हामी 15 जना। स्थानीय तह संख्या हाम्रो जिल्लामा 18 वटा छ। नगरपालिका 9 वटा र गाउँपालिका 9 वटा छन्। महिला समिति गठन भएको नगरपालिकाको संख्या 3 वटा छ। महिला समिति गठन भएको गाउँपालिकाको संख्या 1 रहेको छ र विभिन्न नगरपालिका र गाउँपालिकामा हामी योग शिविर लगाएका छौँ जम्मा 5 वटा र विशेष कार्यक्रमहरू पनि हामीले आफ्नो जिल्लामा मनाएका छौँ। जडीबुटी दिवस, अन्तर्राष्ट्रिय योग दिवस, गुरु पूर्णिमा, राष्ट्रिय योग दिवस, हरितालिका तीज, तराईको महिलाहरूले मनाइने जितिया पर्व, देउसी र बडा दसैँमा झिझिया कार्यक्रम, समा चप्केवा र वनभोज आदि कार्यक्रमहरू हामी मनाएका छौँ। त्यस्तै योग भवनको बारेमा म थोरै जानकारी गराउँछु आचार्यलाई। महिला पतञ्जलि योग समितिको अगुवाईमा एउटा योग भवन निर्माण गरिएको छन् जसमा जनकपुरमा हाम्रा डाक्टर सुमना दिदी हुनुहुन्थ्यो त्यति बेला। उहाँलाई लिएर हामी त्यो भवनलाई हामी हवनको कार्यक्रम गरेर उद्घाटन गरेका थियौँ। पतञ्जलि योग समिति र महिला पतञ्जलि योग समितिको समन्वयमा पतञ्जलि योग पीठ नेपालको नाममा नामसरी भएको 2 ठाउँमा 2 वटा योग हलमा एउटा निर्माण भई व्यवस्थित रूपमा योग कार्यक्रम सञ्चालन भएको छ भने अर्को योग हल निर्माणधीन अवस्थामा छन् जसको भूमि पूजन परम आदरणीय दिदीज्यूबाट भएको थियो र हाम्रा विशेष आगामी दिनका कार्यक्रमहरू छ। योग शिविर लगाउने हामी 10 वटा ठाउँमा लगाउने हाम्रो लक्ष्य छ। नयाँ योग प्रशिक्षक हामी निर्माण गर्नेछौँ 35 वटा। समिति गठन गर्ने नगरपालिका गाउँपालिकामा हामी 10 वटा सम्ममा गर्नेछौँ र साधना केन्द्र संयोजक सक्रिय योग प्रशिक्षकहरूलाई पुनर्ताजगी तालिम र यो कृषिमा आधारित सिपमूलक तालिमहरू जस्तै यो किचन गार्डन पनि भन्छ। हजुरले मेरो मनमा भएको कुरा पनि हजुरको बानीबाट मैले सुन्न पाएँ। त्यो मलाई खुसी लाग्यो किनभने साधना केन्द्र हामी तयारी गर्छौँ तर धेरै चुनौतीहरू आउँछन्। तिनीहरू फेरि 1 महिना 2 महिना बसेपछि फेरि हराउँछ। अब तिनीहरूलाई खोजीनीति गर्दाखेरि आफ्नो आफ्नो काममा लागेको हुन्छ। त्यति बेला हामीलाई दुःख लागेको हुन्छ। कति मेहनत गरेर हामी तयारी गरेको हुन्छौँ र पनि तिनीहरू बाहिर आफ्नो आफ्नो काममा निस्केको हुन्छ। त्यसैले हामी यो कृषिमा आधारित कार्यक्रम हजुरबाट मैले सुन्न पाएँ, त्यो मलाई एकदम गर्वको विषय हो, खुसी लाग्यो। र यति भन्दै म हजुरलाई कोटि कोटि नमन वन्दन प्रणाम गर्न चाहन्छु।
ओम श्री गुरुभ्यो नमः। परम पूज्य योग ऋषि स्वामीजी महाराज को सूक्ष्म उपस्थिति प्रति नमन बंदन। आयुर्वेद शिरोमणि श्रद्धेय पूज्य आचार्य श्री महाराज को चरण कमल में नमन बंदन। पूज्य साध्वी द्वय लगायत उपस्थित संपूर्ण आदरणीय मानवहरू नमस्कार। म उर्मिला कटवाल सुनसरीबाट। हामी 11 जना योग अभ्यन्ताहरू यो पुण्य गुरुधाममा उपस्थित भएका छौँ र 81 सालमा हामीले सुनसरी जिल्लामा भएका गतिविधिहरू र भावी कार्ययोजना पूजनीय आचार्य श्री महाराजको चरणकमलमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। जम्मा साधना केन्द्र 70 वटा, महिलाबाट सञ्चालित 23, पुरुषबाट 30, संयुक्त 15, बालबालिकाबाट 2 र योग प्रशिक्षक हामीले 132 जना योग शिक्षक बन्नुभएको छ। त्यसमा महिलाको सङ्ख्या नै बढी छ र योग शिविर जम्मा 27 वटा साना ठुला गरेर लगेका छौँ र त्यसमा पूज्य आचार्य श्रीको जन्मोत्सव मा विभिन्न कार्यक्रमहरू गतिविधिहरू गरेर आयुर्वेदको विषयमा छलफल गरेर कार्यक्रमहरू मनायौँ। 12 वटै पालिकामा 3 वटा पतञ्जलि को सङ्ख्या छ, तर औपचारिकमा साङ्गठनिक हिसाबले गठन भएको छैन, तर कार्यगत हिसाबले महिलाको पहुँच बढी छ र त्यसै गरी तीज लगायतका कार्यक्रमहरूमा महिलालाई फोकस गरेर धेरै तीजको महत्त्व, व्रतको महत्त्व र विज्ञानसँग र आयुर्वेदसँग जोडेर कार्यक्रम गऱ्यौँ। त्यसै गरी राष्ट्रिय योग दिवस, अन्तर्राष्ट्रिय योग दिवस र भर्खरै संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको पहिलो ध्यान दिवसको विषयमा विभिन्न कार्यक्रम गरेर रक्तदान कार्यक्रम, सरसफाई, वृक्षारोपण विभिन्न कार्यक्रमहरू विभिन्न ठाउँमा गरेर सम्पन्न गरेका छौँ। त्यसै गरी रक्तदान कार्यक्रम विभिन्न त्यहाँका स्थानीय जिल्लामा रहेका अरू विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरेर स्थानीय सरकारसँग समन्वय गरेर मनाएका छौँ र पटक पटक गरी एक महिनाको अनलाइन शिविर महिलाले मात्रै सञ्चालन गरेका छौँ, जुन योगधाराबाट सञ्चालन भएको थियो, जुन चाहिँ प्रदेश स्तरीय हो र विभिन्न स्कुल र कलेजहरूमा विद्यार्थीका लागि योग भन्ने कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। जस्तै नर्थ पोइन्ट स्कुल, एसओएस हर्मन बालग्राम स्कुल अनि त्यस कबीर माविमा पाठ्यक्रमहरू अनुसारको कार्यक्रम हामीले सञ्चालन गरेका छौँ। त्यो नेपाल सरकारको पाठ्यक्रममा भएका कार्यक्रमहरू हामीले सञ्चालन गर्छौँ र भावी योजना प्रस्तुत गर्न चाहन्छु। 12 वटै पालिकामा अब महिलाको पहुँच पुर्याउने हिसाबले सङ्गठन विस्तार गर्नेछौँ र ठुला साना गरी जम्मा 12 वटा शिविर सञ्चालन गर्ने योजना रहेको छ र 200 जना योग शिक्षकहरू उत्पादन गर्ने लक्ष्य रहेको छ। त्यसमा महिलाको पहुँच बढिरहनेछ। त्यसै गरी स्कुलका शिक्षकहरूलाई, सामुदायिक र व्यक्तिगत स्कुलका शिक्षकहरूलाई पतञ्जलिको योग शिक्षक बनाएर सुनसरी जिल्लामा भएका प्रत्येक स्कुलमा पतञ्जलिको पहुँच बनाउने योजना रहेको छ र त्यसै गरी इटरी उपमहानगरपालिकाभित्र हामीले योग भवन निर्माणाधीन अवस्थामा रहेको छ र यो योग भवनलाई हामी सम्पन्न गर्ने ध्येय राखेका छौँ र अन्त्यमा श्रद्धेय स्वामीजी महाराज र आचार्य श्रीको ध्येयलाई पूर्ण गर्नको लागि, सङ्गठनलाई विस्तार गर्नको लागि सम्पूर्ण रूपमा लाग्नेछौँ। ओम श्री गुरुभ्यो नमः। परमात्मा नै नमः। मेरो कुनै बाणी दोष भएमा क्षमा चाहन्छु। ओम।